वर्षौंदेखि पेन्टाप्राजोल, ओमिप्राजोल वा स्पोप्राजोल खाइराख्नु भएको छ? एउटा कुरा थाहा नपाउँदा तपाईँको हिपको हड्डी जोखिममा पर्न सक्छ। आज क्लिनिकमा एकजना बिरामी आउनुभयो। उहाँको गुनासो थियो केही खानै हुन्न, छाती पोल्छ, खाना नली पोल्छ, पेट फुलेको जस्तो हुन्छ। पेन्टाप्राजोल खाएको पनि 3-4 वर्ष भइसक्यो। अहिले त यो औषधि खाँदा पनि खासै आराम हुँदैन, त्यसैले होमियोपेथिक उपचार गर्न आएको हुँ भन्नुभयो। यो सुनेपछि मैले एउटा महत्त्वपूर्ण कुरा सम्झेँ। के तपाईँहरूलाई थाहा छ, ओमिप्राजोल, पेन्टाप्राजोल, स्पोप्राजोल जस्ता प्रोटोन पम्प इन्हिबिटर्स PPI क्षय रोगमा अत्यन्त प्रभावकारी औषधि हुन्। आवश्यकता नहुँदा वर्षौंसम्म वा उच्च मात्रामा प्रयोग गर्दा केही व्यक्तिमा हिप फ्र्याक्चर, हिपको हड्डी भाँचिने जोखिम बढ्न सक्ने प्रमाण धेरै वैज्ञानिक अध्ययन र मेटा एनालाइसिसमा देखाएको छ। ध्यान दिनुहोस्, प्रोटोन पम्प इन्हिबिटरले प्रत्यक्ष रूपमा हड्डी भाँच्दैन, तर केही जैविक परिवर्तनका कारण हड्डी कमजोर हुने र लडेपछि हिप फ्र्याक्चर हुने जोखिम बढ्न सक्छ। हिप फ्र्याक्चरको जोखिम किन बढ्न सक्छ भन्दा पेटको एसिड कम हुँदा क्याल्सियम राम्रोसँग अवशोषित हुन सक्दैन। प्रोटोन पम्प इन्हिबिटरले पेटको हाइड्रोजन र पोटासियम आयन ATPase पम्प बन्द गरेर हाइड्रोक्लोरिक एसिड उत्पादन घटाउँछ। यसका कारण विशेष गरी क्याल्सियम कार्बोनेट जस्ता क्याल्सियम राम्रोसँग घुल्न सक्दैन। फलस्वरूप क्याल्सियम कम अवशोषित हुन्छ। शरीरमा क्याल्सियम उपलब्धता घट्न सक्छ। लामो समयपछि बोन मिनरल डेन्सिटी घटाउँछ। हड्डी बिस्तारै कमजोर हुन जान्छ। विशेष गरी वृद्ध व्यक्तिमा यसको असर बढी देखिन्छ। शरीरमा क्याल्सियम कम भएपछि शरीरले हड्डीबाट क्याल्सियम निकाल्न थाल्छ। जब शरीरमा क्याल्सियम कम हुन्छ, पाराथाइरोइड ग्रन्थीले पाराथाइरोइड हर्मोन घटाउँछ। पाराथाइरोइड हर्मोनले हड्डीबाट क्याल्सियम निकाल्न थाल्छ। बोन रिमोडलिङको क्रममा बोन रिएब्जर्प्सन बढाउँछ। लामो समयसम्म यस्तो भइरहे हड्डी कमजोर हुन जान्छ। म्याग्नेसियम कमीले हिँड्दै लड्ने जोखिम बढ्न सक्छ। लामो समय प्रोटोन पम्प इन्हिबिटर प्रयोग गर्दा केही व्यक्तिमा म्याग्नेसियम पनि कम हुन सक्छ। यसले मांसपेशी कमजोर बनाउँछ, शरीरको ब्यालेन्स बिगार्छ, बारम्बार लड्ने सम्भावना बढाउँछ र लडेपछि हिप फ्र्याक्चर हुने सम्भावना पनि बढ्छ। ग्यास्ट्रिन हर्मोन बढ्दा बोन रिमोडलिङमा असर पर्न सक्छ। प्रोटोन पम्प इन्हिबिटरले एसिड घटाएपछि शरीरले प्रतिक्रिया स्वरूप ग्यास्ट्रिन हर्मोन बढाउँछ। लामो समय ग्यास्ट्रिन धेरै रहँदा बोन रिमोडलिङमा परिवर्तन आउँछ। बोन रिएब्जर्प्सन सेल्स, ओस्टियोक्लास्ट एक्टिभिटी प्रभावित हुन्छ र लडेपछि हिप फ्र्याक्चर हुने सम्भावना बढी हुन्छ। भिटामिन B12 कमीले पनि जोखिम बढाउन सक्छ। भिटामिन B12 खानाबाट छुटाउन पनि पेटको एसिड आवश्यक पर्छ। वर्षौंसम्म प्रोटोन पम्प इन्हिबिटर प्रयोग गर्दा भिटामिन B12 कमी, पेरिफेरल न्युरोप्याथी, मांसपेशी कमजोरी, शरीरको सन्तुलन बिग्रिने र लड्ने सम्भावना बढ्छ। अब कुरा आउन सक्छ, हिप नै बढी किन भाँचिन्छ त? हिप, विशेष गरी फेमरल नेक, शरीरको सबैभन्दा बढी तौल धान्ने भाग हो। यदि बोन डेन्सिटी अलिकति पनि घट्यो, उमेर बढेको छ, ओस्टियोपोरोसिस छ, मांसपेशी कमजोर छ, व्यक्ति लड्यो भने सबैभन्दा धेरै फ्र्याक्चर हुने भागमध्ये हिप प्रमुख हो। धेरै सिस्टेमिक रिभ्यू र मेटा एनालाइसिस अनुसार दीर्घकालीन प्रोटोन पम्प इन्हिबिटर प्रयोगकर्तामा हिप फ्र्याक्चरको जोखिम औसतमा करिब 20 देखि 30% बढी देखिएको छ। केही ठुला अध्ययनले 90 दिनभन्दा बढी प्रोटोन पम्प इन्हिबिटर प्रयोग गर्दा प्रयोगको अवधि बढ्दै जाँदा जोखिम पनि बढ्ने सम्भावना देखाएका छन्। 65 वर्षभन्दा माथिका व्यक्ति, ओस्टियोपोरोसिस भएका व्यक्ति, महिनावारी रोकेपछिका महिलाहरू, लामो समय वा उच्च मात्रामा प्रोटोन पम्प इन्हिबिटर खाने, स्टेरोइड औषधि पनि प्रयोग गरिरहेका। यसको अर्थ प्रोटोन पम्प इन्हिबिटर औषधिहरू नराम्रो औषधि रहेछ भनेर पनि सोच्नुभयो होला, होइन? कदापि नराम्रो औषधि होइन। प्रोटोन पम्प इन्हिबिटर आज पनि ग्यास्ट्रिक अल्सर, GERD, H. पाइलोरी उपचार, ग्यास्ट्रोइन्टेस्टाइनल ब्लिडिङ जस्ता अवस्थाका लागि अत्यन्त प्रभावकारी र जीवनरक्षक औषधि हो। तर डाक्टरको सिफारिस बिना आफ्नै निर्णयमा वर्षौंसम्म लगातार खानु चाहिँ उचित हुँदैन। यदि लामो समयदेखि प्रोटोन पम्प इन्हिबिटर्स खाइराख्नु भएको छ र अझै पनि छाती पोल्ने, खाना नली जल्ने, पेट फुल्ने, अमिलो डकार आउने वा औषधि बिना बस्न नसक्ने अवस्था छ भने कारण पत्ता लगाउन आवश्यक हुन्छ। आउनुहोस्, तपाईँको पेटको समस्याको जडसम्म पुगेर समाधान खोजौँ। हामी तपाईँको पेट सम्बन्धी समस्याको गहिरो मूल्याङ्कन गरी आवश्यकता अनुसार साइड इफेक्ट रहित होमियोपेथिक औषधिहरू प्रयोग गरेर वर्षौंदेखि सताइरहेको पेटको समस्यालाई दीर्घकालीन रूपमा नियन्त्रण र समाधान गर्ने प्रयास गरौँ। नमस्ते, म डाक्टर राजेन्द्र मानन्दर।
तपाईँलाई स्वस्थ जीवनको यात्रामा सहयोग गर्न सधैँ तत्पर छु। अन्तमा औषधि जति प्रभावकारी हुन्छ त्यति नै सही बिरामी, सही मात्रा र सही अवधिसम्म प्रयोग गर्नु पनि आवश्यक हुन्छ। यदि तपाईँ लामो समयदेखि ग्यास्ट्रिकको औषधिमा निर्भर हुनुहुन्छ भने आफ्नो लक्षणहरूको कारण पत्ता लगाएर योग्य स्वास्थ्य कर्मीसँग उपचार गर्नुहोस्। स्वास्थ्यको सही निर्णय जानकारीबाट सुरु हुन्छ है त। धन्यवाद।